गुड मर्निङ एभ्रीबडी मेरो नाम हो स्टिभ राई सबैजनालाई नमस्कार सेवा जय चन्द्र सूर्य है अब I would love to start my daily routine by drinking cup of tea अदुवा सौदा हाल्नु भनेको दामी हाल्दैछ अदुवाको चाहिँ दामी यो खाएर फेरि एकछिन सुत्छु प्र्याक्टिस गर्नु जाने हो है नेलोज हामी चाहिँ अब ज्याम गर्नु जानु लागेको यहाँनिर हाम्रो कुरा हुँदैछ के बजाउने कसो बजाउने भनेर है जुत्ता किन्नु गएर चप्पल किन्नु जुत्ता थिएन कि चप्पल लन्च क्रक्स क्रोकोडाइल्स यो त के भयो नाइक्स किट्टी तैँले त दुइटै बोकेर हिँड्ने जसमा क्यानाडाको पनि त्यहीँ छ नि त त्यसलाई जस अचेल एकदम काठमाडौँ चाहिँ ला सफा छ है एकदम सफा छ पहिलाको हेरि सफा बनाउनु चाहिँ तर फेरि ए खाने यस्तो ठिकै छ विकास हुनुको लागि केही विनाश पनि आवश्यकै हुन्छ त्यस्तै हो हेलो दोस्रो पटक लास्ट टाइम म र मिजुलाई उहाँले एकदम हाम्रो त्यतिखेर लामो टुर भएको थियो है हजुरले सम्झिनु भयो कि नै सिरी म त अलिकति मिस्टेक भएर झम्सिखेलबाट एयरपोर्ट एयरपोर्ट हुँदै सिरी जहिले तपाईँ सिट अगाडि सार्न भन्थ्यो नि आज चाहिँ अलिक पछाडि तान्न यहाँ हुँदैन किन भन्नु अलिक पछाडि चाहिन्छ जहिले बक्सिङ हान्छ होइन किन भन्नु किन हुन्छ किनकि यहाँ यसो हल्का यसरी बस्नु पऱ्यो कि बिचमा सिसामा फिल गर्दै अनि यहाँ फ्लोको सिट चाहिँ अलिक पछाडि रहेछ क्या अहिले त आइसक्यो त आयो अनि ठिक छ ठ्याक्क अडेस राख्नु पनि भएर रहेछ अनि यसरी टेन्सन छ नि त त्यो त भाइलाई फ्रन्ट डबल बाइसेप्स म चाहिँ सुटकेसै खोल्नु लागेको अनि यसमै पुगिदिन्छु युएस पनि मन सफा भइहाल्यो नि शरीर होइन जग्गा जान त भइहाल्छ रियलाइज गराउँदैछ मलाई आफ्नै भाइले धेरै कुराको रियलाइज गराउँदैछ मलाई आफ्नै भाइले अब लातको बात से नहीं रिलैक्स होता है मेरै जलिल बसेर गर्छ यसले मलाई गिद्दी गरिसक्यो होइन उसलाई नै लग्दिनँ बाटो जो भेट्यो त बाटोमा ल सुन न के अरे केटीहरू गन्दै हिँड्यो होइन जो 22 नम्बरमा आउँछ 22 नम्बरमा आउनेलाई 1 2 3 सुटी पनि चल्छ नि होइन 3 अगाडि 4 5 6 5 6 7 8 9 उयो फोटोको चाहिँ नभने 11 आँखाले देखेकोहरू मात्रै 11 जस्ट फिमेल यता चाहिँ के हो कतिवटा हो 11 के हेरौँ न को चाहिँ पर्दो रहेछ 22मा 11 नहीं छैन यही क्या हो यार 16 17 18 ओ माय गॉड 18 सेट 18 19 20 21 22 जे भने त्यही हुन्छ फेरि होइन 22 मा त बिचरा आन्टी पो पर्नु भयो त आन्टी नगर्नेमा आन्टी त नगर्ने ल आन्टी नगनिकन अहिले भयो होला 13 भयो होला 14 आन्टीहरू नगर्ने
17 र 18 मा हल्का त हल्का 17-18 मा कस्तो दामी थियो क्या दुईटा तेरो आँखा चाहिँ त्यस्तै टाइप्स गर्छ होइन दामीलाई दामी भन्नु पर्यो नि हैन सबै मान्छे दामी हो क्या होइन दामी मान्छे हो दामी रूप कुरूप हुन्छ नि त अब त पहिला दाँत नबनाउँदा कस्तो कुरूप थिइस् अहिले कस्तो रूप भएको छ त्यस्तै हो नि त र पनि दामी नै थियो नि त त्यति बेला पनि दामी थिइनस् त त्यहाँ भन्दैन त्यो उयो दाइले भनेको थिएन भन्नु त दाँत नबनाउनु त पहिला त्यो हस्पिटलमा जन्मेको थियो सर्प जस्तै थियो भनेर होइन त्यो दाइको नजरै त्यस्तो थियो र पनि दामी चाहिँ दामी नै थियो हो त्यसले इन्टरटेन गरेको 22 22 हो क्या कल्याणजी सुरक्षित साथ ल्याइदिनु भयो खुसी लाग्यो धन्यवाद अर्कोचोटि फेरि हाम्रो अर्को पालि फेरि हाम्रो भेट होस् भेट नभए पनि म फोन गर्छु तपाईँलाई है ल माया छ है ल ढोका पनि लगाइदिएँ मैले लिजुको गाडी सेकेन्ड हो कस्तो दामी पानी पो पर्छ कि क्या हो यार यो टाइमतिर आउने फ्रन्ट डबल बाइसेप्स गाडीमा अघि एक्कासी क्या है मिजु काठमाडौँ बस्नु थालेदेखि यार नजिकबाट फ्रेन्डसिपमा दबाब पऱ्यो क्या हो यार यस्तो त यार मिजुको अर्कै बेस्ट फ्रेन्ड छ कि क्या हो यार ला बेस्ट फ्रेन्डलाई धोका ला के भएछ त हुन्छ ला सिधै हेन्सी छ जानी नपढायो यस्तै त तपाईँलाई त सलमान खान छ त्यही छ भाइ हाम्रो फ्यान होइन ल समायो तपाईँको अर्को बिहा हुन्छ पढाको छाडा सेवारोस छगुलाई त सक्दैन होला हौ एपी भइसक्यो नाके पटले बस्छ न महादेव चाहिँ बाघमा बसेको छ ब्यालेन्स त गरेर बस्छ यहाँ त मिजु आइज ओए मजाले फ्रन्ट डबल बाइसेप्स होइन आन्टी परिसक्नु कति बाइसेप टङ्गर लाग्यो अहिले आन्टीलाई भनिसक्यो बाइसेप बरु अहिले नै भन्नु न टाइम भयो 2 शब्द मेरो 2 शब्द चिनिसकेको केटाहरूलाई मैले हेलो हामी आउँदैछौँ है युएस अनि सबैजना रमाइलो गर्नुपर्छ है नयाँ नयाँ गीतहरू पनि छ अनि प्लिज सब्सक्राइब माई ब्रदर च्यानल Yes. Please subscribe my brother channel. Today's the day we're gonna speak English from today up to 31st, and I want you guys to speak English like we do. Okay, thank you so much. My English is not that good. His English is good. Yeah, सबसे टैलेन्ट मान्छेको one of the very talented guy. British. One of the very talented guy from JTM. Hey, what's So up? man, how are you feeling? Hey, what's up, Steve Cax? So right now
We are in our middle of our practice. And break हो यो? Tiffin break. We are having some tiffin break. And that's it. See you soon. United States of America. Sevaros. कस्तो नर्भसमा बोले फर्किँदैछौँ सबैजना अब उता गएर सबै प्रिपेयर गरेर भोलिको लागि रेडी भएर बस्नुपर्छ है दिपाल चेन्जिङ टु पिक अप पैसा बचाऊ सबैजना मोमो खानु गयो अब हामी चाहिँ होटल जाने किनभने त्यहाँनिर हामी चाहिँ जिम गर्ने हामी अलिकति अनावश्यक जे पाइ चाहिँ फुडहरू खाँदैनौँ हामी चाहिँ ट्याक्क रुम जाने त्यहाँनिर मैले रबर लिएको छु त्यो रबरले चिन सोल्डरको हान्ने हो होइन लेग सेक हान्ने हो बाइसेप्सको हान्ने हो त्यसपछि जाने हो उता जिम पनि मिलाउनु लाउनुपर्छ है दाहरूलाई मिजु है जिममै सुत्ने वर्ष जिममै क्या ओछ्यान लगाइदियो सबैजना त्यहीँ सुत्ने जिम गर्नेहरू सुत्ने त्यहाँनिर को 1 2 3 4जना हुने रहेछ जिम गर्नेहरू सुत्यो भने चाहिँ 1 2 3 4जनालाई चाहिँ स्विमिङ पुलमा सुताइदिँदा हुन्छ यस्तो गऱ्यौँ अक्सिजन लगाइदिएर स्कुबा डाइभिङ गर्ने अरे छगुले त्यहीँनिर युएसमा क्या स्कुबा डाइभिङ गर्ने मजा आयो होला नि त म त गरिनँ पनि साइको भएर मैले पनि गरेको त मलाई के छ माया दिउँ मिजु हाम्रो सब्सक्राइबर्सहरूलाई एकदमै पुरै यस्तो आवाज पनि आउनु पर्यो नि त ल युएस जानुभन्दा अगाडिको लास्ट यो चाहिँ हाम्रो यो लास्ट अलिकति उयो अनहेल्दी टाइप्सको त्यस्तो साह्रो पनि छैन होइन जे होस् अब किनभने उता गएपछि खाइँदैन नि त यस्तो साह्रो उता गएपछि त सालमन एभ्रिडे सालमन ब्रेकफास्टमा पनि सालमन ब्रन्चमा पनि सालमन लन्चमा पनि सालमन डिनरमा पनि सालमन दामी जिउ हुन्छ होला त्यो मटन मिल्छु यता नबिजाउनु है यता नबिजाउनु बुझ्नुहुन्छ नि स्केचहरू के चाहिँ यहाँ छ त चिकन चिल्ली दुईवटा ए ठिक्क भयो उयो पनि आउँदैछ नि त हाम्रो खायो ल राइट अब फेरि यत्तिकै खाइ मात्रै राख्ने होइन क्या जिम पनि गर्नु पऱ्यो क्या अनि पो हुन्छ त स्टिभ दाइले चुरोट खायो म पनि खान्छु भनेर स्टिभ दाइले चिकन चिल्ली खायो म पनि खान्छु राम्रो कुरा चाहिँ सिक न तिमी बिग्रिने मान्छे जस्तो सङ्गतमा बसे पनि बिग्रिन्छ क्या राम्रो सङ्गतमा बसे पनि बिग्रिन्छ नबिग्रिने मान्छे जस्तो नराम्रो सङ्गतमा बसे पनि बिग्रिँदैन क्या उदाहरणको लागि फेरि यता मिजु फेरि होइन मिजु कोही त बिग्रेको अहिलेसम्म मधु पनि छिरेको छैन मुखमा थ्याङ्क यू धन्यवाद तपाईँको नाम के हो त अनिल दा 28 कान्छा एउटा अर्को रेगुलर कोक पनि ल्याइदेऊ त है जम्मू होइन सिसाको रेगुलर कोक पनि कस्तो उयो बुढो देखेको है मिजु मैले दाइ हुन्थ्यो भने मलाई नै निर्मल दाइले तपाईँको साथी व्यवहारले गर्दा हो व्यवहारले गर्दा पनि छुट्टो उयो बुढो हुन्छ नि जस्तै म देखिनु थालिसक्यो यार त 29 मात्रै पुग्दैछु व्यवहारले 35 जस्तो देखिनु थाल्छ तर जिम गर्दैछु कि मेरो यहाँभित्र छ क्या जिम गर्ने रबरहरू तर मैले निकालेको छुइनँ क्या अल्छी लाग्यो भोलि यत्तिकै जाने यति चप्पलमै पुगिदिन्छु म गर्नै छ अरे डेलस त 40-42 कति छ भनेर भन्दैछ 40+। म भोलि प्लेनमै अपलोड गरिदिन्छु होला यो चाहिँ अहिले भरे अपलोड गरिदिइहाल्छु अर्को चाहिँ उयसमा गरिदिन्छु म केमा हाल्छ प्लेनमै त्यहाँ कतार एयरवेजको त राम्रो छ ल 16 घन्टाको फ्लाइट छ यार कतारदेखि हाम्रो पागल हुने भन्छ यार पागल होइन त क्रेजी पो त एनिवे जसरी भए पनि तपाईँहरूको लागि हामी आउँदैछौँ होइन यत्रो लामो ट्राभल गरेर तपाईँहरू
चाहिँ हाम्रो त टाढो छ त्यहाँनिर 3 घन्टा 4 घन्टा लाग्छ भनेर नबस्नु होला हामी करिब 24 25 26 घन्टा ट्राभल गरेर हामी आउँदैछौँ है सबैजना आइदिनु होला रमाइलो गर्नुपर्छ युएस टुर है माया छ सबैजनालाई माया होइन नि सबैलाई सबैजना आउनुपर्छ के लिएको साथी करेन्ट स्कुटी खाइसक्यो आज त हेर डरलाग्दो मिल्छ करेन्ट स्कुटी यार खासै कस्तो डेन्जर छ खानु त मन थिएन त्यो पनि ल्याइदिइहाल्नु भएछ जङ्क भयो त आज त यार खोइ तपाईँलाई चाहिँ छ त्यही खाऊँ न नि के खाँदैछौ छि You sound so nasty, innit? सुरुमै एक सुकुटी चाहिँ हाल्नुपर्छ सुकुटीको एक पाइट चाहिँ ट्यागको सटर पनि खुल्ला भइरहेको रहेछ क्या ए अनि बनाइदिन्न नि रे ए मलाई नबनाइदिने भने ल तपाईँलाई बनाइदिन्छु तर साइडमा बस्नु ल अरू पनि आउँछ अरे क्या सेटै भएको छैन क्या यो हो र अनि भर्खर सेट हुँदैछ फ्रेस यार तर साथी ओभर फ्रेस भर्खर सेट हुँदैछ क्या काँचा मिठो मिठो लगाइदिइहाल्नु पऱ्यो धेरै दुःख गरेछ यार मेरो प्रमाणपत्र पनि साथी खाउँ न सँगै खाउँ चुरोट यतिकै राख्दा भयो अहिले हान्दा भयो नि 7 भन्दा चुरो ठुलो भएन त ए सरी सिरीले त चुरोट खानु भइसक्यो कहिलेबाट भइसक्यो नि लगभग 6-7 महिना होइन भइसक्यो नि भोलिदेखि छोडेको त युएसबाट फर्किँदाखेरि म अर्कै भइसकेको हुन्छु क्या कालो मोटे क्या त्यही भएर फुटसलहरू चाहिँ खेलिराख्नुपर्छ नि फुटसल बास्केटबलहरू बास्केट खेल्छ जम्मै अमेरिकन वाला डब्बे हानौँ न दामीको खेल्ने त फेरि साथीले त यति मान्छेहरू आयो भने त मिजीले फेरि छिराइदिएको गर्छ फेरि 3 पोइन्ट अब फेरि बल पनि मजाले पक्रिनु नजान्नेले मलाई च्यालेन्ज मागेर भने च्यालेन्ज मागेर ओपर भयो क्या फेरि इगोै हट भयो कसम मलाई त्यस्तो इगो त जिन्दगीमा हट भएको थिएन क्या रुबिना मिजेर जित्दैन रहेछ मैले अस्ति तपाईँको किन मेन दाजु स्टामिना नै ल्याक गर्दैछ क्या तिमीले बल पक्रिनु पाउँदैन अनि उसलाई थाहा पनि छैन ट्राभल कसरी हुन्छ होल्ड कसरी हुन्छ मलाई पनि इङ्ग्लिसमा भन्नुभयो आई वाज वन्डरिङ क्या होइन कतिको चाहिँ बिटलले होइन खेल्दो रहेछ बिटक त हो भनिन्छ जहिले चक्रपथको बिटक चाहिँ जति या घाँटी खाएको रहेछ क्या जे पनि चक्रपथको टिमबाट खेल्दै यहाँ टाइप्सको उसको क्या बिटक गफ मात्रै रहेछ नि त राख्ने अनि अरू मित्रले किपर चाहिँ किपिङ चाहिँ गरेकै रहेछ कि त्यो चाहिँ खुसी लाग्यो होइन बुढाहरू पनि त्यो किपिङ खेलेर नै किपर खेलेर नै चोट बनाएको रहेछ तर अरू कुरामा चाहिँ गफ नदिने अब नेक्स्ट विकबाट फेरि हो फुटसल अब फुटसल फेरि सुरु गर्न लाग्छ केटाहरूले थपिहाल्यो क्या खेल्नुपर्छ देख्यौ नि मेरो गेम बवाल सिक्दो गेम बबल भनेपछि त निमी जग्गा त छैन नि आज पिरो छैन है त्यो त साह्रो है थ्याङ्क यू त्यही भएर खाएको मैले हल्का कम पिरो एउटा चाहिँ कमै हाल्थेँ भने क्या त्यही भएर खाएको ठिक्क भएछ भोलि पेट पेट बोलेर सोचेरै कस्तो दामी हो